नमस्ते, म आज बाइक स्टार्ट नहुने समस्याको बारेमा भन्दैछु। तपाईको बाइक डिजिटल मिटर बल्दैन, बाइक स्टार्ट पनि हुँदैन। यसको कारण के हुन सक्छ भनेर आज बुझौँ। आज यो बाइकको डिजिटल मिटर अचानक अफ भयो। सेल्फ थिच्दा कुनै प्रतिक्रिया नै आएन। सुरुमा ठुलो समस्या होला जस्तो लाग्यो, तर वास्तविक कारण निकै साधारण थियो। यो बाइकको CB125 मिटर, हर्न, लाइट र सेल्फ स्टार्ट काम गर्दैन। यसको समस्या के रहेछ त खोल्दै जाउँ। दुई साइडकै साइड कभर खोलेपछि हेरौँ के हुन्छ। यतापट्टिको साइड कभर खोल्दैछु। यतापट्टिको साइड कभर खोलेर म पहिले यसको फ्युज चेक गर्नेछु। फ्युज त राम्रै रहेछ। फ्युज चेक गरेपछि अब म मल्टिमिटर लिएर आउँछु। मलाई लाग्दैछ यसको ब्याट्रीमा चार्ज नै छैन। ब्याट्री डिस्चार्ज हुँदा डिजिटल मिटर, हर्न, लाइट, सेल्फ स्टार्ट काम गर्दैन। यस्तो समस्या पुरानो ब्याट्रीमा लामो समय बाइक नचलाउँदा वा चार्जिङ सिस्टम खराब हुँदा आउन सक्छ। समाधानको लागि ब्याट्री चार्ज गर्नुपर्छ, टर्मिनल जाँच गर्नुपर्छ, आवश्यक परेमा ब्याट्री वा चार्जिङ सिस्टम मर्मत गर्नुपर्छ। मल्टिमिटरले चेक गर्दाखेरि ब्याट्री चार्ज नै थिएन, टोटली 0 देखायो। मलाई लाग्यो मल्टिमिटर बिग्रेको छ भनेर। त्यसको लागि मैले मल्टिमिटरको प्रुफलाई चेन्ज गरेँ। मल्टिमिटरको प्रुफ चेन्ज गर्दा पनि कहानी सेम भयो। ब्याट्री टोटली 0 पोइन्ट नै देखाउँछ। यस्तो खाले मैले पनि आज फर्स्ट टाइम पाएको, टोटली 0। ब्याट्री डिस्चार्ज हुँदाखेरि यस्तो समस्या आउन सक्छ। यसको ब्याट्री डिस्चार्ज भएको अरू केही रिजन थियो। म त्यसको कारण नेक्स्ट भिडियोमा भन्छु। यदि यो जानकारी उपयोगी लाग्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। बाइक सम्बन्धित यस्तो टिप्सका लागि जोडिनुहोस्। धन्यवाद।